हेलो गाइस, त कस्तो हुनुहुन्छ सबैजना? दामी हुनुहुन्छ। अनि म यहाँदेखि घरदेखि निस्केर अहिले संसारी मैदान जाँदैछु दर्शन लिन। अनि मसँग मम्मी छ, अनि यहाँ मेरो भाउजू छ, अनि उहाँ मेरो बहिनी छ, उहाँ मेरो गोपी छ, अनि जय हेरिदिनु त अलि यता। यो मेरो जय हो। अनि भाउजू कहाँ जानु हुँदैछ? हामी संसारी मन्दिर के गर्न? दर्शन गर्न। अनि मेरो यो भतिजी पनि छ, दुध खाइरहेछन्। यता हेर्नु। अनि कर्सिया कटेर अहिले हामीहरू यता कता अहिले थाहा छैन कति जाँदैछु। अब पुग्न आँटेको हामी तपाईँहरू लास्टसम्म कता हुन्छ के गर्न बाटो सायद दामी बनिसकेछ। यहाँको कर्सियादेखि नयाँ बजारदेखि राम्रो छ नि, नयाँ बजारदेखि राम्रो बनिसकेछ। तपाईँहरू पनि आउनु संसारी मैदान घुमेर जानु है, इन्जोय हुन्छ। धेरै नराम्रो बाटो छैन, पहिला थियो, अब त पुरा चिकन क्लिन बनाइसकेछ। हेर्नु रङ्गेलीको बाटो क्या दामी, बिचमा गार्डन जस्तो बनाएको छ। मामा कस्तो दामी लागिरहेछ बाटो त। बाटो दामी बनेको छ, दामी एकदम मस्त। के गर्नु, सिटिएमा जानु पर्यो, अप डाउन गर्नै पर्छ, थोरै उता बस्नु छ। अब यहाँदेखि मन्दिर जाने, मन्दिरदेखि हाम्रो नानी घर छ डेनिया पनि जाने। अनि नानीसँग भेटेर अनि घर जाने, नानासँग भेटेर अनि भाइ बहिनी हुन्छ भने भेटेर अनि गइहाल्ने हो कि नै। अनि ड्राइभर सर हो गोपी, मेरो भाइ गोपी। ओहो चस्मा वाला आइए तो लाइक सो। अब पुग्न आँटेको छु, बस 5 मिनट मात्रै बस्दिनु है। अब सर्टकट डाइरेक्ट उतै पुगेपछि मात्रै भिडियो खोल्छु। अब अहिले बन्द गरेको, अब पुग्न आँटेको हो। बेङ्गली त पुग्न आँटेको छ, अब संसारी मैदान पनि पुग्न आँटेको हो। ल आइसके हामीहरू संसारी मैदान। ल हेर्नुहोस् उता पछाडिको गेट यही हो नि, लेङ्गेलीको संसारी मैदान। तपाईँहरू पनि आइदिनु है घुम्नु, भगवानको दर्शन लिन आउनु। कहाँदेखि आउनुहुन्छ कमेन्ट गरिदिनु है, तर आउनु। यहाँ जे माग्नुहुन्छ सब थोक पुरा हुन्छ भन्दैछ। अनि आज आएको है, क्या दामी लागिरहेछ लुकको मम्मा। सिगरेटको मासुको सेन्ट आयो भन्छु त सिगरेटको। कति मान्छे आएको छ गाडी रिजर्भ गरेर। यता हेर्नु त, हाम्रो छोरी पनि आयो। हाम्रो छोरीलाई हेरौँ न, यसके हाम्रो छोरी संसारी मन्दिर आयो। अब गाडी साइड गर्ने अनि हामीहरू उत्रने अनि जाने दर्शन लिन है। सबजना झरिसकेछ, उता पुगिरहेछ। अब यो सिटी कता लगाउने हेर्दैछु जग्गा। ल हामीहरू संसारी मैदानको भित्र छिर्न सके, छिरेर अब अगाडि जाँदैछु। यो हो मेन मन्दिर गेट, संसारी मैदान छिर्ने गेट।
यहाँ हात खुट्टा धोइसके हात धोएको छन् खुट्टा कहाँ जुत्ता लागेको छ हेर्नु कति भिड लागेको छ लाइन लागेको छन् मन्दिर भनेको यही हो हाम्रो भगवान देवताको यहाँ लाइन लागेको छ लाइनदेखि जानुपर्छ हामीहरूलाई भित्र मन्दिरको भित्र जानुपर्छ दर्शन लिन पालो भाइ पालो हामीहरूको दर्शन लिएर हामीहरू अब निस्केको है गाइस एक दिन है टिका लगाए पूजा पाठ गरे फोटो सोटो खिचाए अब हामीहरू घरतिर निस्के पूजा सुजा गरेर अब हामीहरू निस्केको नानीको घर ब्लकमा भनी बस्नु है ल हामीहरू यता आएर अलि नास्ता दुकान छिरिसकेछु अब नास्ता सस्ता खान्छु उता बसेर नास्ता पनि बनाउँदैछ मेरो मम्मी अनि भाउजूले सिङ्गडा आन्दैछन् अनि यो खाएपछि अनि हामीहरू जाने हो आमाको घर तपाईँहरू बरफमा बस्नु समोसा ए मोमो ये है समोसा बाबू खाती कुछ नहीं बाबू सो गया जी गाइस हामीहरू पनि अलि खाइदिउँ अलि नास्ता खाएर अब निस्केको है कहाँ निस्केको अब घर सिधै घर ए नानी घर जानै पर्छ नास्ता भइसक्यो अब जाउँ सबैजना नास्ता खाए अब पैसा पनि पेमेन्ट भइहाल्यो सबैको हामीहरू अनि साथी यो म ताला मारेको थिएँ ताला खोलेर सिक्री हटाएर अनि राखेर अनि यहाँ सबैजना बसिदिएको छ अब हामीहरू नानीको घरमा निस्केको ब्लकमा बस्नु है राम्ररी ल हामीहरू दर्शन गरेर अब नास्ता सास्ता खाएर हामी हाम्रो माइजूको घर जाँदैछौँ माइजूको घर तपाईँहरूलाई हेराउँदैछौँ तपाईँहरू देख्नु होला ब्लकमा बसेको ब्लगमा बनिरहनु होला मेरो देवरको ब्लगलाई माया गरिदिनु होला सपोर्ट गरिदिनु होला धेरै मेहनत गर्दैछ मेरो देवरलाई अलिक माथि पुऱ्याइदिनु के नाम हो मेरो आइडी को किसान फन्नी बोय किसान फेसबुक आइडी नाम के हो किसान साहु सबैजनाले फलो गरिदिनु होला अनि माया हेराइदिनु होला अनि शेयर गरिदिनु होला अनि कमेन्ट गर्नु होला कस्तो लाग्यो यो ब्लग सानो ब्लग मिनी ब्लग बाप रे मेरो यो टुन्नु भतिजनी खाली दुधै खान्छ हरेक टाइममा दुधै खान्छ अहिले सुतेको ओ भोक लागेपछि खान्छ त्यस्तो थोडी हुन्छ मेरो पनि भतिजी पर्यो गाइस यहाँ पुगिसक्यो आफ्नो नानी घरको बाटो यही हो मेरो नानी घर जाने बाटो यहाँ आइसके अब यहाँदेखि हामीहरू यहाँ पुगेर अब आफ्नो मामा मामीको घर जान्छु उताको सिमेरा हुन्छु ल झर्दिनु है ल नानी घर पुगिसक्यो हामीहरू
सूर्य लाग्यो सबैजना झर्दैछन् हामीहरू यहाँ पुगिसके नानीको घर के बा सरप्राइज सरप्राइज मामी हो यो मेरो ओ मेरो नाना टिभी सिभी देख्छ चल स्कूल के लिए अच्छा कर ली घर में चीज र हामीहरू मामीको घरमा यो टेस्ट गर्नेवाला खाइरहेको छु है तामा नस्ता के हो लिनु यो खाएर खुसी हुनु ओहो ल गाइस हामीहरू निस्केको अब घर यहाँ नानीको घरदेखि ले बोला ला हामीहरू निस्केको घर आफ्नो घर जुत्ता पुत्ता लगाउने अनि गइदिने यहाँ खाना खाँदैछन् यो मौसी उहाँ भाइ सब्सक्राइब टू किशन वाइटी कॉमेडी ए हे किशन आईडी रे सारी फेसबुक आईडी में हाल्बो रे ब्लॉग रे किशन शाह को फॉलो करें सब लोग हाँ, लाइक फेसबुक में कमेंट भी अच्छा सा कर दे ला अब हम लोग जा रहे हैं खाना पीना खा लिए हैं तो सब रेडी होके अब निकलेंगे जूता पहना ला गाड़ी घुमा भाई हामीहरू नानीको घरदेखि निस्केर अब आफ्नो घर लागेको विराटनगर सबैजना प्याक स्याक गरेर निस्केको खाइ पिएर दर्शन लिए अनि नानीको घर आएको थिएँ खाए पिए अब घर निस्केको कहाँ गएको भाउजू अनि के गर्नु भयो त अब आज हामी घुम्यौँ फिर्यौँ बाइजुसँग भेटघाट गऱ्यौँ अब हामी आफ्नो घरतिर लागेको हो र ल बाई बाई टेक केयर लभ यु अब अर्को नेक्स्ट ब्लगमा भेट्नु है कमेन्ट गर्नु है कस्तो लाग्यो